Hello guys, नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म धेरै दिनपछि एउटा सानो भ्लग लिएर आउँदैछु। अनि आज चाहिँ हामीले के बनाउन लागेको छौँ अनि ल हामी चाहिँ अब बनाउन लाग्यो। हजुरहरूलाई चाहिँ फर्स्टदेखि लास्टसम्म नै भिडियोहरू देखाउँछौँ, हेरिराख्नु होला। एकदमै रमाइलो चाहिँ हाम्रो लागि रेडी हुँदैछ। लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला, लास्टसम्म भिडियो हेरिदिनु होला। हाम्रो चाहिँ यहाँ थुक्काको चटपटेको लागि चाहिँ टमाटर प्याज लसुनहरू कटिङ हुँदैछ। थुक्काको लागि मासुहरू निकाल्दैछौँ। फ्रिजमा मासु छ, मासु निकाल्न नसकेर। ल नानी छिटो निकाल। खै यता फेस हेर। चिकन चाहिँ आयो। म चाहिँ ससेज काटिरहेको छु। आज चाहिँ हामी पार्टी गरिरहेको छौँ। आज चाहिँ हेलीको बर्थडे हो। अनि हाम्रो आज बर्थडे, अनि हामीले चाहिँ केक लिन सकेनौँ। ड्युटीबाट भर्खर आयौँ, राति हुन्छ। अनि अब मार्केट जान टाइम मिलेन, राति भइसक्यो। त्यही भएर चाहिँ हामीले आफ्नो घरमै थुक्का अनि चटपटीहरू ससेजहरू बनाएर बर्थडे मनाउँदैछौँ। पनि लिन सकेनौँ, सरी। नेक्स्ट टाइम दिदीको बर्थडेमा चाहिँ केक लिएर बनाउँछौँ। फर्स्ट टाइम रोमानियामा आएर सबै साथीहरू मिलेर यसरी बनाएर खाँदैछौँ। अनि फर्स्ट टाइम मेरो भ्लग पनि रोमानियामा आएर फर्स्ट टाइम भ्लगै हो। हेरिदिनु होला, लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु होला है। ओके, त्यसपछि कमेन्टमा गएर मलाई ह्याप्पी बर्थडे पनि भन्नै पर्यो गाइज। मैले काटेको ससेज काट्दैछ। अनि यसमा चाहिँ हामीले थुक्काको लागि झोल बनाउँदैछौँ। अनि हामी चाहिँ मासु चाहिँ फ्रिजमा राखिदिनु भिजेर मासु काट्नेवाली। अनि हामीले चाहिँ यहाँ पेस्ट बनाउँदैछौँ, टमाटर अदुवा लसुनको। चाहिँ मासु काट्नेवाली हुनुहुन्छ, यहाँ मासु काट्दै हुनुहुन्छ। हेलो, हजुरले मासु काटेर दिनमा कति रुपियाँ कमाउनुहुन्छ? 5 रुपियाँ। नेपालमा पनि मासु काटिराख्नुहुन्थ्यो अरे, अब रोमानियामा आएर पनि मासु काट्दै हुनुहुन्छ उहाँले चाहिँ। हाम्रो चाहिँ यस्तो छ है। अब चाहिँ हामीले यहाँ सबै हालेर अनि एकछिन छोपेर राखेको। यो चाहिँ हाम्रो लागि थुक्काको लागि, अनि यो चाहिँ हाम्रो लागि अचारको लागि। सुझा दिदी के छ?